ल नमस्ते सबैजनामा। अब सुन, आज हिजो अस्तिको क्लासमा मैले के भन्छ इरर अफ ओमिसन, इरर अफ कमिसन हैन त्यो क्लास पढाएको थियो। आज हामी न्युमेरिकलतिर जान्छौँ, जसमा हामीले इम्प्याक्टको आधारमा त्यसको इररको कस्तो असर पर्छ हैन, वान साइड इफेक्ट पर्छ कि टु साइड इफेक्ट पर्छ, त्यसको आधारमा हामीले दुई प्रकारको इरर हुन्छ। एउटा वान साइडेड इरर हुन्छ र यो टु साइडेड इरर हुन्छ हैन। अब वान साइडेड इरर भनेको जब कुनै एउटा साइडमा असर गर्छ नि, मानौ डिआरसिआर दुईटा साइड हुन्छ, त कुनै एउटै साइडमा जब गल्ती हुन्छ नि त्यसलाई भन्छ वान साइडेड इरर। कि त डेबिटेमा गल्ती हुन्छ कि त क्रेडिटेमा गल्ती हुन्छ, या त कुनै एउटा एकाउन्टमा गल्ती हुनु भनेको वान साइडेड इरर। जस्तो कि रामको एकाउन्टमा गल्ती हुनु या त श्यामको एकाउन्टमा गल्ती हुनु, कुरा बुझ्यो नि। कुनै एउटै एकाउन्टमा गल्ती भयो, पर्चेज बुकमा मात्र गल्ती हुनु, सेल्स बुकमा मात्र गल्ती हुनु, कुरा बुझ्यो नि, त्यसलाई भनिन्छ के त वान साइडेड इरर। अथवा दुईवटा एकाउन्टमा इफेक्ट हुन्छ, अथवा मोर देन वान, डेबिटमा पनि गल्ती भइहाल्यो, क्रेडिटमा पनि गल्ती भइहाल्यो, त्यस्तोलाई भन्छ टु साइडेड इरर। अथवा कुनै दुईटा एकाउन्टमा इफेक्ट हुनु, वेजेजमा गल्ती भयो, वेजेज नलेखेर स्यालेरी लेखिदियो भने दुईटा एकाउन्टलाई इफेक्ट पार्यो नि। मलाई लेख्नुपर्ने थियो वेजेज, लेखिदियो स्यालेरी। अब यसको कारणले गर्दा वेजेजमा पनि इफेक्ट पर्यो, स्यालेरीमा पनि इफेक्ट पर्यो, त्यसलाई भनिन्छ टु साइडेड इरर, कुरा बुझ्यो नि। अब त्यही भनेको छ यहाँ, दिज इरर्स आर अल्सो नोन एज सिंगल साइड इरर्स। दिज इरर्स एफेक्ट ओन्ली वान एकाउन्ट अर अ बुक। कुनै एउटै बुकलाई इफेक्ट गर्नु अथवा कुनै एउटै एकाउन्टलाई इफेक्ट गर्नु भनेको वान साइडेड इरर हो। एन इरर व्हिच एफेक्ट ओन्ली वान साइड अफ एन एकाउन्ट इज नोन एन वान साइडेड इरर। कुनै एउटै साइडको एकाउन्टलाई इफेक्ट पार्नु भनेको के हो त, वान साइडेड इरर हो। इट इज एन इरर्स व्हिच एफेक्ट ओन्ली वान आस्पेक्ट अफ ट्रान्जेक्सन। ट्रान्जेक्सनको कुनै एउटै पक्षलाई प्रभाव पार्यो भने त्यसले हामी के भन्छ, वान साइडेड इरर। टु साइडेड इरर कस्तो हुन्छ भन्दाखेरि ओन्ली टु साइडेड इरर इज एन इरर्स which affect both debit aspect and credit aspect of transactions। दुईटै एस्पेक्टलाई असर पार्नु के, डेबिटलाई पनि र क्रेडिटलाई पनि। अथवा अ टु साइडेड इरर इज द्याट which affect टु अर मोर एकाउन्ट्स। एउटा भन्दा बढी एकाउन्टलाई इफेक्ट पार्नु भनेको के हो त, टु साइडेड इरर हो है। यो वान साइडेड इरर र टु साइडेड इरर बुझ्यो। अब यसलाई कसरी रेक्टिफाई गर्ने, सच्याउने कसरी है, यसलाई कसरी सच्याउने भन्दाखेरि रेक्टिफिकेसन अफ इररमा जाऊ। अब रेक्टिफिकेसनको मतलब हुन्छ सच्याउनु। रेक्टिफिकेसन अफ इरर्स कसरी सच्याउने भन्दाखेरि वान साइडेड इररलाई के गर्ने हैन, टु साइडेड इररलाई के गर्ने, टु साइडेड इरर, वान साइडेड इरर र टु साइडेड इरर है। अब हेरौँ, यहाँ बिहेभियरले यति डिस्टर्ब गरिरहेको हुन्छ। ल वान साइडेड इरर र टु साइडेड इरर, आफ्टर र बिफोरको केस आउँछ, दुईटा केस आउँछ। एउटा हुन्छ आफ्टर प्रिपेरिङ ट्रायल ब्यालेन्स, एउटा हुन्छ बिफोर प्रिपेरिङ ट्रायल ब्यालेन्स, बुझ्यो नि। त सुन, यो वान साइडेड इरर र टु साइडेड इररमा पहिला वान साइडेडको कुरा गरौँ है। वान साइडेड इररको यदि बिफोरको केस छ, बिफोर इरर्स लोकेटिङ बिफोर ट्रायल ब्यालेन्स है, इरर्स लोकेटिङ बिफोर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स। एउटा हुन्छ इरर्स लोकेटिङ आफ्टर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स, यसमा के विचार गर्नु, यो क्वेसनले भनेको हुन्छ यो आफ्टर बिफोर हो कि आफ्टर हो भनेर क्वेसनले भन्छ, बुझ्यो नि। यदि बिफोर भन्छ भने लेजर बनाउनु पर्छ, के बनाउनु पर्छ, लेजर। आफ्टरमा के बनाउनु पर्छ, जर्नल इन्ट्री बनाउनु पर्छ। जर्नल इन्ट्री बनाएर सच्याउनु पर्छ। हेर, वान साइडेड इरर को
के बुझ्यो वन साइडेड इररलाई यदि बिफोर प्रिपरेसिङ ट्रायल ब्यालेन्स छ भने के बनाउने लेजर बनाएर सच्याउने यदि इरर्स लोकेटिङ आफ्टर प्रिपरेटिङ ट्रायल ब्यालेन्स छ भने जर्नल इन्ट्री बनाएर सच्याउने कुरा बुझ्यौ अर्को कुरा टु साइडेड इररलाई टु साइडेड इरर्सलाई जे भए पनि जर्नल बनाउने आफ्टर भए पनि जर्नल बनाउने बिफोर भए पनि जर्नल टु साइडेड इररको मात्र जर्नल इन्ट्री बनाउने सच्याउने बिफोरको केसमा पनि जर्नल आफ्टरको केसमा पनि जर्नल टु साइडेड इररको कसरी सच्याउने के इन्ट्री बनाएर सच्याउने जर्नल इन्ट्री बनाएर सच्याउने त कसरी सच्याउने त सुन पहिलो नम्बरमा पहिलो स्टेपमा यसको स्टेप 1 मा हामीले फाइन्ड करेक्ट इन्ट्री हामीले के सही इन्ट्री हुन्छ त्यो हामीले थाहा हुनु पर्यो है टु साइडेड इररको केबाट बनाउनु पर्यो त जर्नल इन्ट्री बनाउनु पर्यो बिफोरमा पनि आफ्टरमा पनि टु साइडेड इरर हेर्ने बित्तिकै तिमी यति कुरा दिमागमा सेट गर्नु कि मलाई के बनाउनु छ जर्नल इन्ट्री बनाउनु छ हैन वन साइडेड इरर हेरियो भने के सेट गर्नु तब विचार गर्नु बिफोर हो कि आफ्टर हो बिफोर हो भने आफ्टर हो भने जर्नल टु साइडेड इररमा जर्नल इन्ट्री कुरा बुझ्यो नि टु साइडेड इररको जे भए पनि जर्नल इन्ट्री ल अब हेरौँ फाइन्ड स्टेप 2 मा फाइन्ड रङ इन्ट्री यसमा ठिक के थियो गल्ती के भइहाल्यो तिमीलाई हुनुपर्ने के थियो गल्ती के भयो कुरा बुझ्यौ नि अनि रेक्टिफाई गर्नुपर्छ स्टेप 3 मा गएर के गर्नुपर्छ रेक्टिफाई इन्ट्री अनि रेक्टिफाई इन्ट्री माथिको जुन हुन्छ नि स्टेप 1 मा त्यसमा स्टेप 2 मा जुन ल करेक्ट इन्ट्री भागा रङ इन्ट्री अनि निस्किन्छ हामीले रेक्टिफाई इन्ट्री निस्किन्छ कि ल सुन अब अहिले म यसको एक्जाम्पल देखाउँछु आफ्टर भए पनि बिफोर भए पनि टु साइड इन्ट्रीलाई के गर्नु पर्यो टु साइड इन्ट्रीलाई जर्नल मात्र चाहे त्यो बिफोर होस् चाहे त्यो आफ्टर होस् वन साइडेड इन्ट्री इररलाई के गर्नु पर्यो बिफोरको केसमा लेजर आफ्टरको केसमा जर्नल र यसको इन्ट्री कसरी निकाल्नुपर्छ पहिला सही इन्ट्री निकाल्नु पर्यो तब करेक्ट रङ इन्ट्री अनि रेक्टिफाई इन्ट्रीमा करेक्ट इन्ट्रीमा रङ इन्ट्री लिएर के गर्नुपर्छ डिभाइड गर्नुपर्छ अनि जे कटेर आउँछ त्यो आन्सर आउँछ अहिले म एक्जाम्पल देखाउँछु यो पहिला पत्ता लगाउने करेक्ट इन्ट्री के हुन्छ सही इन्ट्री के हुन्छ तब त्यहाँको गल्ती इन्ट्री के छ त्यो हेर्नु पर्यो अनि सही इन्ट्री भागाकर गल्ती इन्ट्री कुरा बुझ्यो ल अब के भनिरहेछ द फ्लोइङ इरर्स आर लोकेटेड बिफोर प्रिपरेसन अफ ट्रायल ब्यालेन्स यो कुरा हेडिङमै भन्छ के यो बिफोर प्रिपरेसन हो कि आफ्टर प्रिपरेसन हो यो कुरा तिमीलाई छुट्याउनु पर्दैन यो कुरा चाहिँ के गर्छ त क्वेसनले नै भन्छ हैन त अहिले हामी पहिला बिफोर वाला केसको पढौँ है यो बिफोर वाला छ हैन अब बिफोर भनिसकेपछि हामीले के दिमागमा सेट गर्नुपर्छ वन साइडेड हो कि टु साइडेड हो त यो भित्रमा हामीले चिन्नुपर्छ वन साइडेड र टु साइडेड क्वेसनले भन्दिदैन वन साइडेड र टु साइडेड हामी आफैले बुझ्नुपर्छ क्वेसन पढेर र त्यति बुझिसकेपछि अनि हामी वन साइडेड छ भन्ने लेजर बनाउने बिफोरको केस चालु छ नि त बिफोरमा वन साइडेडलाई लेजर र टु साइडेडलाई जर्नल टु साइडको त कुनै भएन टु साइडलाई त जे भए पनि जर्नल मात्र फरक छ वन साइडेडको तर यही यदि यो आफ्टर भइदिएको भए वन साइडको पनि जर्नल टु साइडको पनि जर्नल आफ्टरमा दुईटैमा जर्नलै भन्छ कुरा बुझ्यो ल अब कसरी यसको लेजर अब हामीले बुझ्नु पर्यो यहाँ के भनिरहेछ पर्चेज बुक वाज ओभरकास्ट बाई 2000 पर्चेज बुक ओभरकास्ट भयो त मात्र पर्चेज न भयो एउटै एकाउन्ट इफेक्ट भइरहेछ नि त यो कुन साइड इरर भयो वन साइड अब यसको अहिले के बनाउने लेजर किन बनाउने लेजर किनभने बिफोरको केस छ हैन यदि यही आफ्टर भइदिएको भए यो वन साइड भए पनि हामी जर्नल इन्ट्री बनाउनु पर्थ्यो
सच्याउनको लागि अहिले के गर्ने लेजर त कसको लेजर त जसमा मिस्टेक भएको छ त्यसको लेजर पर्चेज एकाउन्ट बनाउनु पर्छ कसको लेजर बनाउनु पर्छ पर्चेज एकाउन्ट बनाउनु पर्छ है त लेजरको फर्मेट त सबैले थाहा छ हो सबैको छुट्टा छुट्टै एउटाको एउटा लेजर हेर डेट पार्टिकुलर्स जेएफ अमाउंट डेट पार्टिकुलर जेएफ अमाउंट ल अब हेरौँ यो लेजर बनाउने नियम सुन ध्यान दिएर है यसको नियम के छ भन्दाखेरि सबभन्दा पहिला हामीले बुझ्नुपर्ने हुन्छ अब यसको डेबिटमा जान्छ कि सिआरमा जान्छ त्यो कुरा नै पत्ता लगाउनु छ त एउटा कुरा भन कि मानिहालो म कहाँ 5000 आउनुपर्ने रुपियाँ थियो मानौ तिमीले मलाई 5000 रुपियाँ दिनुपर्ने थियो हैन म कहाँ 5000 रुपियाँ आउनुपर्ने थियो यदि बाई मिस्टेक 6000 रुपियाँ आइसकेको छ भने ओभरकास्ट भयो कि अन्डरकास्ट भयो ओभरकास्ट भयो ओभर भयो नि मलाई 5000 रुपियाँ आउनुपर्ने ठाउँमा 4000 रुपियाँ भयो भने के भयो त अन्डरकास्ट भयो त ओभरकास्टको मतलब हुनुपर्ने भन्दा धेरै हुनु अन्डरकास्टको मतलब हुनुपर्ने भन्दा कम हुनु अब सुन मानु कि मलाई लिनुपर्ने थियो 5000 तर यदि मलाई 6000 आइदियो भने गल्ती भएको भएन अब म के गर्छु म 1000 रुपियाँ रिटर्न गरिदिन्छु इट मिन्स 6000 बाट 1000 खर्काइदिन्छु माइनस गरिदिन्छु त्यही न हो यदि मलाई 5000 आउनुपर्ने ठाउँमा 4000 आयो भने म के गर्छु 1000 रुपियाँ थपिदिन्छु त्यसमा जोडिदिन्छु इट मिन्स ओभरकास्ट भयो भने त्यो पैसालाई घटाउनु पर्छ तब ठिक हुन्छ कम भइहाल्यो भने त्यो पैसा थप्नु पर्छ तब ठिक हुन्छ कुरा बुझिरहेछ ओभरकास्टमा पैसा घटाउनु पर्छ अन्डरकास्टमा पैसा थप्नु पर्छ कुरा बुझ्यो नि त थप्नको लागि सेम साइडमा पोस्टिङ जानुपर्छ जोड्नको लागि सेम साइड घटाउनको लागि अपोजिट साइड अस्ति भर्खर एउटा च्याप्टर पढाइदिएको थियो कि थप्नु पर्यो भने सेम साइडमा लग्ने घटाउनु पर्यो भने उल्टा साइडमा डेबिटमा थप्नु जोड्नु पर्यो भने डेबिटैमा जान्छ सिआरमा एड गर्नु पर्यो भने सिआरएमा जान्छ डेबिटबाट लेस गर्नु पर्यो भने सिआरमा सिआरबाट लेस गर्नु पर्यो भने डिआरमा याद छ कि छैन एडजस्टेड ट्रायल ब्यालेन्स पढाउँदा सिकाएको थिएन जोड्नु पर्दा सेम साइड घटाउनु पर्दा उल्टा साइड हैन अब हेरौँ त्यसो भए ओभरकास्टमा घटाउनु पर्छ अन्डरकास्टमा जोड्नु पर्छ त जब ओभरकास्टको केस हुन्छ नि त ठ्याक्कै उल्टो साइडमा लेजर पोस्टिङ गर्नु कुन साइडमा अपोजिट साइडमा लेजर पोस्ट गर्नु अपोजिट साइडमा है यदि अन्डरकास्ट छ भने सेम साइडमा लेजर पोस्ट गर्ने हो के पोस्ट गर्ने अब भन्छु कि सर कसरी बुझ्ने त हामी पर्चेज त थाहा छ कि पर्चेज डेबिटको आइटम हो सेल्स क्रेडिटको आइटम हो हामीलाई थाहा छ हैन अब सुन ठ्याक्कै अब हामीले अब यहाँ ध्यान दिन त पर्चेज बुक वाज ओभरकास्ट बाई 2000 ओभरकास्टमा मैले अपोजिट साइड भनेको छ कि छैन त्यसो भए पर्चेज आफू कुन साइडको आइटम हो डेबिट डेबिटको हो नि त्यसको उल्टा के हुन्छ यसो भए यो यसको लेजर कुन साइडमा आउँछ क्रेडिट साइडमा आउँछ यदि यही अन्डरकास्ट भएको भए सेम साइड उसको आफ्नै साइडमा जान्थ्यो कुरा बुझ्यो अब यो साइडमा त यो सिडिबिडी वाला लेजर होइन गर्ने के थाहा छ अब यति मात्र तिमीले बुझिहाल्यो नि यो कुन साइडमा जान्छ सिआर साइडमा जान्छ बुझिहाल्यो नि अनि यहाँ लेखिदिन्छु बाई रेक्टिफिकेसन अफ पर्चेज बुक के भएको छ ओभरकास्ट पर्चेज बुक ओभरकास्ट कति रुपियाँ छ 2000 भइहाल्यो हिसाब हो यति लेखिदिने भइहाल्यो तिमीले यति कुरा बुझ्नु छ कि कुन साइडमा लेख्नु छ कुरा बुझेको बुझेनौ अब सुन यदि यही कुरा
अन्डरकास्ट भएको भए म के गर्थेँ यहाँ लेखिदिन्थेँ टु रेक्टिफिकेसन अफ पर्चेज बुक अन्डरकास्ट हो यो बी नम्बर अन्डरकास्ट छ नि हो त यही साइड हुन्छ। अब हेर त सेल्स बुक अन्डरकास्ट त सेल्स पहिला तिमी यति बुझ्नु कि सेल्स कुन साइडमा जाने आइटम थियो क्रेडिट हैन अन्डरकास्ट भनेको छ त क्रेडिटैमा जान्छ यसको डेबिटमा जान्छ कुरा बुझ्यो ल त्यसो भए मलाई अहिले यो बनाएर देखाउनु यो बनाएर देखाउनु यो 3 4टा बनाएर देखाउनु त फटाफट अब यो भइहाल्छ हैन अब मानौ कि सेल्स पर्चेज रिटर्न बुक वाज ओभरकास्ट भन्यो ल पर्चेज रिटर्न भनेको पर्चेज रिटर्न कुन आइटम हो भन त पर्चेज रिटर्न त सीआर आइटम हो नि पर्चेज रिटर्न आफैमा सीआर आइटम छ कि छैन र यसको के भनिदियो त ओभरकास्ट यसको मतलब डेबिटमा लेख्नु पर्यो भनेको यहाँसम्म तिमीहरुलाई भइहाल्छ हैन एकदम सजिलो छ त्यस्तै कन्सेप्टमा छ। अब यहाँ हेर यसको अलिकति दियो भने के गर्नु के भन्दैछ क्रेडिट सेल्स टु रिता के भन्यो क्रेडिट सेल्स टु रिता रिताले सामान बेच्यो भने हाम्रो इन्ट्री के हुनुपर्ने रिताको सेल्स हुन्छ कि हुँदैन यसरी दिमाग लगाउनु थोरै यसको इन्ट्री हुनुपर्ने के रिता एकाउन्ट डेबिट हो सेल्स एकाउन्ट हुनुपर्ने कति रुपैयाँ बेच्यो 5000 तर के भन्दैछ ए हर हुन्छ है यहाँ हर एकाउन्ट पोस्टेड इन हर एकाउन्ट 500 हर को मतलब उसको एकाउन्टमा रिताको एकाउन्टमा रिताको एकाउन्टमा 5000 नलेखेर के गर्दियो 500 लेखिदियो लेख्यो कि लेखेन गल्ती भयो भयो नि यसमा त गल्ती भएन योसँग मलाई मतलब भएन गल्ती कहाँ भयो रिता त जसको गल्ती भयो त्यसको एकाउन्ट खोल्ने नि खोल्ने कि त खोल्ने भने म यहाँ कसको एकाउन्ट खोल्छु रिताको एकाउन्ट खोल्छु रिताको एकाउन्टमा अन्डर भयो कि ओभर भयो अन्डर भइहाल्यो नि क्रेडिट सेल्स टु रिता क्रेडिट सेल्स टु रिता हैन अब क्रेडिट सेल्स टु रिता 5000 त यसको इन्ट्री हुन्छ रिता एकाउन्ट डेबिट टु सेल्स एकाउन्ट 5000 हैन तर भन्दैछ पोस्टेड हर एकाउन्ट 500 उसको एकाउन्टमा के भयो 500 भइदियो के भयो अब अन्डर के ओभर अन्डर हुनुपर्ने 5000 थियो तर भइदियो के 500 त फेरि यसमा 4500 रुपैयाँ थप्नु पर्यो कि परेन त कुन साइडमा गरेको छ डेबिटमा यसको मतलब डेबिटैमा राख्छ तब न थपिन्छ त रिताको एकाउन्ट खोल्ने कुन साइडमा लाने डेबिटमा किन रिता आफू कहाँ थियो डेबिटमा थियो अनि यहाँ लेखिदिने टु रेक्टिफिकेसन अफ रिताज एकाउन्ट 4500 भइहाल्यो कति थप्नु पर्यो 4500 थप्नु पर्यो कुरा बुझ्यो नि ल त्यस्तै अब हेरौ यसको ए सुन त सोल गुड्स टु हरि 150 150 रुपैयाँ हरि टु सेल्स कति भयो 150 बट क्रेडिटेड टु सेल्स एकाउन्ट 510 अब यसलाई गल्ती भएन गल्ती कसलाई भयो सेल्सलाई यसले 510 लेखिदियो ओभरकास्ट भइहाल्यो अब यसबाट घटाएर 150 मा ल्याउनु पर्यो नि त कति रुपैयाँ घटायो भने 150 मा पुग्छ यसबाट यो द्वितीयको बीचको फरक हेर त कति छ 510 बाट त्यो गर त 510 बाट 150 घटाउ न कतिको फरक हुन्छ आफै थाहा भइहाल्छ 390 कति 360 हुन्छ हैन ठीक छ 360 हुन्छ अब सुन 360 रुपैयाँले बढी भएको भएन ओभरकास्ट भएको भएन यो ओभरकास्ट भएको भएन भयो नि हो त कुन साइडमा ओभरकास्ट भयो सेल्समा कसकोमा ओभरकास्ट भयो सेल्समा त हामीले यहाँ के गर्नु पर्यो सेल्स एकाउन्ट खोल्नु पर्यो त्यसो भए कुन साइडमा लाग्नु पर्यो डेबिटमा किन यो सीआरमा गल्ती भएको छ गल्ती पनि यस्तो जुन ओभरकास्ट भइहाल्यो त्यसलाई घटाउनु पर्यो घटाउनु प्लस गर्नु पर्यो भने सेम साइडमा घटाउनु पर्यो भने ठ्याक्कै अर्को साइडमा पोस्टिङ गरिदिने सेल्स एकाउन्ट कति रुपैयाँ त 360 रुपैयाँ कुरा बुझ्यो इट मिन्स वन साइडेड इरर को बिफोर को केसमा कसरी लेजर बनाएर
इन्ट्री बनाउने भन्ने कुरा क्लियर भयो। केही कन्फ्युजन छ छैन नि? ल अब यो कन्फ्युजन छैन भने लगभग तिमीहरूलाई वन साइडेड इररको बिफोरको केसमा लेजर बनाउन आउँछ। गाह्रो थियो? धेरै सजिलो हैन? ल आजलाई यतिकै राखौँ।